सो योभन्दा अगाडिको भिडियोमा हामीले के जान्यौँ भन्दाखेरि चाहिँ कहिले पनि तपाईँले कुनै पनि अब नयाँ सब्सक्रिप्सन लिएको आइडी चलाउँदै हुन्छ भने चाहिँ जसको आइडीबाट त्यो सब्सक्रिप्सन लिएको छ त्यही आइडी चाहिँ तपाईँले चलाउनु पर्ने हुन्छ। यो हाम्रो फर्स्ट प्रायोरिटी भइहाल्यो। योभन्दा अरू नयाँ नयाँ अपडेट भनेको चाहिँ अब योभन्दा अगाडिको भिडियोमा त अब मैले नर्मली हाम्रो एक्सन क्यामेराको अडियोबाट गरेको थिएँ नि त। अहिले चाहिँ मैले यो डिजिआईको माइक त्यो चलाउँदैछु। किन भन्नुहुन्छ भने अब जस्तै हामी यहाँ बसेर सुट गर्दैछौँ नि त, अनि बाहिर अलिअलि नोइज हुन्छ, त्यो सबै नोइज चाहिँ यसले क्यान्सल गरिदिन्छ क्या। एप्पल क्रिएटर स्टुडियोमा हाम्रो जम्मा 9 देखि 10वटा एप हुन्छ। सो त्यो सबै एप चाहिँ तपाईँले एकैचोटि किन्न मिल्छ अनि इट कस्ट यु अराउन्ड 20,000 or 20,000 प्लस पर्छ होइन। मैले चाहिँ मेरो म्याकबुकमा सबै त्यो सब्सक्रिप्सन किनि पनि सकेँ। अब आफ्नो प्रिफरेन्स अनुसार चाहिन्छ नि त। जस्तै तपाईँलाई कुनै कुरामा अब रहर छ, इन्ट्रेस्ट छ, त्यो प्यासनलाई अगाडि बढाउँदै हुन्छ भने त तपाईँलाई त्यो सब्सक्रिप्सन पनि त चाहियो नि त होइन। किनभने कुनै कुरा अब तपाईँले फ्रीमा त पाउनुहुन्न नि त। सो अलिकति पेमेन्ट त गर्नु पऱ्यो। मैले चाहिँ यहाँ अब दिदीको थ्रुबाट उतै डलरबाट कार्टुन लगाएर अनि दिदीले उहाँबाट किनेर दिदीको आइडीमा, दिदीसँग 2वटा आइडी छ नि त एप्पल आइडी। सो उतैको एउटा सेकेन्डरी आइडीबाट चाहिँ त्यो चाहिँ आइप्याडमा रहेछ। अनि त्यो आइप्याडवाला आइडी चाहिँ मैले मेरो म्याकमा र मेरो फोनको जुन एप स्टोर छ नि त्यहाँ लगइन गरेको छ। अनि त्यहाँबाट चाहिँ म अहिले यो सब्सक्रिप्सन एक्सेस गरिरहेको छु। अब फाइनल कट प्रो अनि जुन यो पिक्सलमेटर प्रो यता जति एपहरू छ नि, अब यसको सबैको आफ्नो टाइप हुन्छ क्या। इफ हामीले लजिक प्रो चलायौँ भने त्यहाँनिर हामीले बिट क्रिएट गर्न मिल्छ। कुनै पनि सङलाई अब यस्तो हुन्छ नि एउटा टेस्ट फ्लेभर जुन हुन्छ नि त्यो दिन मिल्छ नि त। अनि अब कुनै अडियो एडिट गर्न पायो, जस मैले यहाँ बोलेँ नि होइन। अब यहाँ बोल्दाखेरि यो माइकमा तपाईँको 15 आवर्स अफ रेकर्डिङ हुन्छ क्या यहाँभित्रै। सो 15 आवर्स यसमा अनि 15 आवर्स अर्को माइकमा हुन्छ। अब मैले 15 आवर्सको अडियो यहाँबाट मेरो म्याकमा लगेर लजिक प्रोमा यसलाई ट्रान्सफर गरिदिएँ नि, यो विदिन अ सेकेन्डमा ट्रान्सफर भइसक्छ क्या। मेरो पर्सपेक्टिभ अनुसार चाहिँ मैले चलाएको भनेको चाहिँ अब स्यान्डिस्कको एक्सट्रिम प्रो यो अहिलेसम्मको बेस्ट हो होइन, यहाँभन्दा माथि छैन। इफ पायो भने म त्यो पनि किन्छु। किन भन्दाखेरि अब हामीले जब यस्तो यो भिडियो सुट गर्दै जान्छ नि, लाइक 4K 60 FPS भनेको अलिकति हाई क्वालिटी भयो नि त। यहाँभन्दा माथि भनेको 8K हुन्छ। तर 8K त अब सबैको फोनले सपोर्ट गर्दैन नि त। नर्मली इफ तपाईँले 1080pमा सुट गर्नुभयो भने पनि इट्स मोर देन इनफ। किन भन्दाखेरि अब सबैको फोन त अब आइफोन हुन्छ, हाई क्वालिटीवाला फोन हुन्छ भन्ने त ग्यारेन्टी हुँदैन नि त। सो त्यो बेलामा तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि इफ 1080pमा गर्नुभयो भने सबै सोसियल मिडियामा पनि चल्यो। किनभने हाम्रो टिकटकमा, युट्युबमा, इन्स्टाग्राममा जुन सर्ट्स भिडियो छ नि यो सबै भनेको तपाईँको म्याक्सिमम् पोस्ट हुने 1080pमै हो। हामीले 4Kमा लगाए पनि 8Kमा एक्सपोर्ट गरे पनि त्यो पोस्ट गर्ने बेलामा चाहिँ त्यसले ड्रप डाउन गरेर 1080pमा झार्छ क्या। अनि ओभर धेरै कम्प्रेस हुन्छ। त्यही भएर पनि तपाईँले नोटिस गर्नुभयो होला टिकटकमा तपाईँले भिडियो पोस्ट गर्दा नत्र कुनै पनि क्लिपहरूलाई तपाईँले यतिकै सेयर गर्नु खोज्नुभयो भने नि सुरुको 1-2 दिनसम्म चाहिँ त्यो क्लियर आउँछ, त्यसपछि त्यो ब्लर हुँदै जान्छ क्या। किन भन्दाखेरि हाम्रो टिकटकले के गर्छ भन्दाखेरि नि हामीले भिडियो पोस्ट गरेको सर्टेन टाइमसम्म चाहिँ त्यसलाई अब्जर्भ गर्छ, यताउता म्याक्सिमम मान्छेमा पुस्ट गर्छ क्या। अनि त्यो हुँदै गएपछि अनि त्यसले गर्छ आफ्नो जुन टिकटकको डाटा छ नि त्यो डाटामा स्टोर गर्छ क्या। अब स्टोर गर्नलाई हाम्रो जस्तो कति मान्छे होला नि त। अब एक दिन 1 घन्टामा मात्रै तपाईँको लाखौँ भिडियो अपलोड हुन्छ है टिकटकमा। सो यो चाहिँ वर्ल्ड वाइड हो होइन। अब टिकटकको सर्भर त एउटा छ नि त होइन, एउटैमा सबै डाटा जान्छ नि त। सो उनीहरूले चाहिँ के गर्छ भन्दाखेरि इफ हाम्रो फाइल साइज 1080p भन्दा बढी छ भने त्यसलाई कम्प्रेस गरिदिन्छ। अनि अलरेडी 1080pमै हामीले राम्ररी हुन्छ नि एडिट गरेर अनि क्ल्यारिटीलाई हल्का इन्हेन्स गर्दै नोइजलाई हल्का कम गर्दै यो हल्का सेटिङ गर्छ। यो म बिस्तारै हरेक भिडियोमा देखाउँदै जान्छु। तपाईँहरूलाई पनि एउटा जेनरल गाइडेन्स हुन्छ, नयाँ कुरा सिक्न पाइन्छ नि त। सो अब त्यसको भिडियो नि हाल्छु। तर मलाई फर्स्टमा अलिकति गाह्रो लागेको भनेको त्यो फाइनल कट प्रोको जुन इन्टरफेस हुन्छ नि ओभरै भास्ट छ क्या। हामीले नर्मली फोनमा एडिट गरेर हुन्थ्यो अनि क्यापकटमा पनि ठिक्क बल्ल जानेको थिएँ क्या मैले म्याकमा। किन भन्दाखेरि हाम्रो म्याकको इन्टरफेस र फोनको इन्टरफेस धेरै नै फरक हुँदो रहेछ। किन भन्दा हामी एउटैमा युज टु हुन्छौँ नि त। अनि अलिकति मेजर डिफ्रेन्स मैले पाएको भनेको इफ तपाईँले म्याकमा न त ल्यापटपमा कुनै म्याक अर कम्प्युटर दुइटामा कुनैमा पनि एडिट गर्नुहुन्छ भने चाहिँ तपाईँलाई सर्टकट हुन्छ नि, लाइक किबोर्डमा सर्टकट जान्नुभयो भने तपाईँको हुन्छ नि लाइक 30% यत्तिकै सल्भ हुन्छ क्या। तपाईँले यताउता थिच्नै पर्ने, एउटा किबोर्डमा टक्क यो थिच्दियो भने ठ्याक्क त्योवाला इन्टरफेस अन हुन्छ। तपाईँले त्यहीँबाट सेटिङ चेन्ज गर्यो सबै गर्नु मिल्यो क्या। अनि त्यो चाहिँ अहिलेसम्मको मलाई बेस्ट फिचर लागेको। किन भन्दाखेरि अब हामीले फोनमा गर्दा यस्तो सार्नुपर्छ नि त, यसमा परेन क्या त्यो कुराहरू। अनि मेजर अपडेट मेरो लागि त्यो हो। अनि हामीलाई एडिट गर्नलाई पनि धेरै फेसिलिटिजहरू पाइन्छ क्या, यस्तै फाइनल कट प्रो अनि पिक्सलमेटर प्रो। अब हामीले फोटोसप चलाउँछौँ नि, फोटोसप भयो, लाइट रुम चलाइन्छ, त्यो भनेको एडिटिङ गर्नलाई भयो होइन।
त्यहाँबाट तपाईँले त्योवाला फिचर चाहिँ हाम्रो यो पिक्सल मिटर प्रो जुन चाहिँ मैले सब्सक्रिप्सन लिएको छ नि त्यहीँभित्र आउँछ क्या. सो एप्पल क्रिएटर स्टुडियो भनेको एउटा यस्तो हुन्छ नि अब प्याकेज हो जहाँनिर चाहिँ तपाईँले भिडियो एडिटिङ, फोटो एडिटिङ, म्युजिक क्रिएसन, त्यसपछि अडियो एडिटिङ, भिडियो कम्प्रेसर, अनि पेजेसहरू क्रिएट गर्न मिल्यो. त्यहाँनिर तपाईँले नोट बनाउनु मिल्यो. अनि नोट्सको लागि बेग्लै छ. अनि नम्बर लिस्ट चाहिँ तपाईँले ट्रान्जेक्सन गर्नुहुन्छ केहरू गर्नुहुन्छ नि त फाइनेन्सियल अब एक्सपेन्डिचरहरू सब त्यसलाई नोट डाउन गर्न मिल्यो क्या. नर्मली तपाईँहरूले चाहिँ अब गुगलमा गयो अनि गुगल एक्सेल सिट भनेर त्यहाँनिर बनाउनुहुन्छ होइन. तर त्योभन्दा बेटर चाहिँ तपाईँले नम्बर भन्ने एप हुन्छ. अनि त्यो चाहिँ तपाईँको म्याकमा लाइक जति पनि एप्पलको डिभाइस छ नि सबमा त्यो एक्सेस हुन्छ क्या मजाले. अनि तपाईँले अब म्याकमा तपाईँले त्यो नोट डाउन गर्नुभयो भने त्यही कुरा चाहिँ तपाईँको फोनमा पनि अपडेट भइरहेको हुन्छ क्या. सो दिस इज द बेस्ट फिचर आई हेभ एभर रिसिभड फ्रम दि एप्पल. अहिले मसँग भएको भनेको सबै यो प्रो मात्रै छ नि त. यो माइक 2 चाहिँ अब रिसेन्ट अहिले 3 आएर अलिकति यो डाउन भएको छ. तर रियलिस्टिक तरिकाले हेर्नुहुन्छ भने त्यो माइक 3 र माइक 2मा यो बेटर छ क्या. दिस इज फार बेटर. बुझ्नु पनि अलिकति बल्की हुन्छ तर पोडकास्ट सुट गर्दा हरेक कुरामा दिस इज पर्फेक्टली बेस्ट. अब एक्सन 5 प्रो, म्याकबुक M5 प्रो, अनि ड्रोन मिनी 5 प्रो. त्योभन्दा बाहिर भनेको मैले मेमोरी कार्डमा मात्रै 16,000 प्लस स्पेन्ड गरिसकेँ क्या. मैले अहिले यहाँ यो एक्सन क्यामेरा युज गरेको मात्रै त्यो एनडी फिल्टरलाई 6,000 कति पऱ्यो भने त्यो डिस्काउन्टमा थियो त्यो पनि. अनि यसको पनि स्टोरी छुट्टै छ. सो हरेकको म पार्टमा सिरिज हाल्छु. अनि अलिकति बोरिङ पनि हुन्छ मलाई सिकिँदा यसरी बोलिराख्दाखेरि. तर आई फिल मोर कम्फर्टेबल नि त. अब हामीले स्क्रिप्ट हेर्दै बोलेर गऱ्यौँ भने अलिकति गाह्रो पनि हुन्छ. अनि कुनै कुरा तपाईँले इफ क्यामेरा अन गरेर बोल्नु भने त्यो एकदम रियलिस्टिक तरिकाले हुन्छ क्या. सो कुनै कुनै रिपिट हुन्छ वर्डहरू होइन. जस्तै मेरोमा तपाईँको सो यो रिपिट हुन्छ नि. यो चाहिँ अब अलिकति कम गर्नुपर्ने छ. योभन्दा बाहिर भनेको अब अरू त सबै नर्मलै छ नि त. अनि रियल हुन्छ क्या. सो आई फिल बेटर वाल टकिङ टु द क्यामेरा डाइरेक्टली. यसरी नै सजिलो. ओके बाई बाई.